हामी चाहिँ अब यहाँदेखि यात्रा सुरु गर्दैछौँ। हेरौँ कहाँसम्म हुन्छ। यसरी स्कुल बिदा सकिएपछि, बिदा भएपछि स्कुल टाइम पछिको बाइक स्टार्ट गर्दै हुनुहुन्छ उहाँले। हाम्रो यात्रा चाहिँ अब यहीँबाट सुरु हुन्छ। लक्ष्मण सर आउँदै हुनुहुन्छ, तल जानुभएको छ रेनकोट लिनलाई। म उहाँसँगै जाने हो, वेट गरिरहेको छु। म चाहिँ यहाँनिर छु। दुईजना सरहरू चाहिँ अघि गइसक्नु भएको छ। अब बाँकी आउँदै हुनुहुन्छ दुईजना पछाडि। हामी चाहिँ अहिले ट्याक्क यो मुसिकोट नगरपालिकाको 7 स्थित मिनी नगरकोटमा छौँ होइन। बिचमा अघि यात्रा सुरु गरेको पानी पर्यो, भिडियो बनाउनै पाएन। अहिले यहाँ आएदेखि हल्का पानी रोकिएको छ होइन। यो चाहिँ मध्य पहाडी लोकमार्ग, यो चाहिँ उता रुकुमकोट हुँदै जान्छ पूर्वतिर। हामी चाहिँ ट्याक्क साँटमा छौँ अहिले। वरिपरिको वातावरण रमाइलो छ, पानी परिरहेछ। पानीले चाहिँ च्यालेन्ज गरेको छ क्या, मौसमले चाहिँ च्यालेन्ज गरेको छ आज। मौसम च्यालेन्ज। साँठको दह पनि ठुलो भएछ, बढेछ। यो चाहिँ दह हो। यहाँ चाहिँ माघ 15मा मेला लाग्छ है। मकैहरू हरियाली छन्। यसै गरी चलिरहेछ यात्रा हाम्रो। बिदाको टाइमको उपयोग। पहाडीतिर देखिने त्यो चाहिँ मुसिकोटको 9 पर्छ। मुसिकोटको 10 त्यो एरियाहरू देखिन्छ। यो चाहिँ 7 हो जहाँ हामी छौँ। यो चाहिँ पोइन्ट चाहिँ हरियाली छ। बर्खाको समय छ, पानी पऱ्यो भने। हाम्रो टोलीहरूको हिरो इन्ट्री हुँदैछ। हामी चाहिँ अब यसरी पछिको टोली पनि पुग्नु भयो। हामी चाहिँ अब हिँड्छौँ यहाँदेखि होइन। यहाँ रेडी हुनुहुन्छ, म पनि अब बसेँ यहाँ होइन। अगाडि हामी चाहिँ अब भण्डारी काँडा हुँदै शीतल पोखरी हुँदै हाम्रो गन्तव्य स्थलतिर प्रस्थान गर्दैछौँ। रिटर्न ब्याक हुँदैछौँ। डाङमा गएको त्यहाँदेखि पानीले आज यसरी डिस्टर्ब गर्यो कि अघि जाँदाखेरिको भिडियो बनाउनै पाएँ। रेनकोट पनि थिएन, छाता उडेर छाता ओढाउनु पर्ने अवस्था थियो। दाङ जिल्लाको मुसिकोटसम्मको यो राप्ती राजमार्ग। अब यो जुन बिचमा हिँडिरहेको छौँ यो चाहिँ दुईवटाको साझा मार्ग हो। राप्ती राजमार्ग र उसको मध्य पहाडी राजमार्ग, दुईवटाको सङ्गम स्थल शीतल पोखरी भयो। हामी हाम्रो गन्तव्यतर्फ अघि बढिसक्यौँ, भित्रतर्फ मुसिकोट खलङ्गातर्फ। फाइनल्ली गाइज हामी गन्तव्यमा पुग्यौँ है। फाइनल्ली अब हाम्रो गन्तव्य सक्यो। मुसिकोट खलङ्गा प्रवेश गऱ्यौँ हामी वडा नम्बर 5। अब पहाडीको बजार चाहिँ मुसिकोट 1 पर्छ। मुसिकोट खलङ्गा भनेर थुम्काको स्थान त हो नि। हामी चाहिँ अब 5 नम्बरको स्थानमा आइपुग्यौँ। हाम्रो यात्रा यहीँसम्म हुन्छ ल।